प्रकृतिसँग आत्मीय संवाद गर्दैछु म। वसन्त ऋतुमा लहलहाउँदै गरेका हरिया मकैका पातले सल्लाह गर्दै बोलाउँदैछन् मलाई। हावाको शीतल झोक्काले सुगन्धित माटोको मौलिक स्पर्श गराउँदैछ मलाई। नवीन पालुवामा श्रृङ्गारिँदै गरेका वृक्षहरूले सुन्दर रूप देखाउँदैछन् मलाई। कृत्रिमताको घुम्तो गाडी पारी क्षितिजबाट कोही चियाई हेर्दैछ मलाई। हो साँच्चै प्रकृतिले बोलाउँदैछ मलाई। पेट्रोल लानु नि त लाम भेट्नलाई के काटेर मिलाउनु त एडिट गर्ने होइन हो है। पानी नपरोस्, वेदर क्लाउडी छ। ओहो ल झन्डै यहाँ एक्सिडेन्ट परिसक्यो अहिले। त्यो टिपरले चाहिँ लास्टै धुलो उडायो, यसलाई उल्टा गर्नुपर्ने हुन्छ। दर्शक नमस्ते सबैजनालाई। आज चाहिँ धेरै पछि हाम्रो भेटघाट हुँदैछ अनि आज चाहिँ हामी खासमा चाहिँ दक्षिण ललितपुरको भेगतिर एक्सप्लोर गर्न जाँदैछौँ। एउटा माल्टा भन्ने गाउँ छ होइन, त्यहाँ हरियाली छ। अब कस्तो छ चाहिँ थाहा भएन, अब त्यहाँ गएर हामी हेर्छौँ। अनि हामी चाहिँ घरबाट हिँडेर आइपुग्यौँ। आज त्यतिकै अनप्लान ट्रिप हो हाम्रो। रुपेश दाई चाहिँ बिहान त क्यामेरा हुनुहुन्छ, रुपेश दाईले बाइक चलाउँदै हुनुहुन्छ आज, अनि म चाहिँ पछाडिबाट बसेर सिनहरू कभर गर्दैछु। सो ल अब पानी पर्ला जस्तो छ। अब हामी ढिला नगरिकन जान्छौँ। अनि अब यता हामी काठमाडौँबाट आउँछौँ यो बाटो आउनु होइन, लिलीको टिका भइरहेको हाइवे हो। र अब यहाँबाट चाहिँ हामी पल्सिर ओर्लेर अब यहाँबाट चाहिँ हामी सिधा जान्छौँ। सो लेट्स गो। यो चाहिँ लिले जाने बाटो। यताबाट गयो भने हामी पुग्छौँ ललितपुर काठमाडौँ, यताबाट गयो भने टिका भएर। सचिन भाइले यहाँ भ्लग सक बनायो, भिडियो बनायो एकछिन होइन, स्ट्यान्ड राखेर झन्डै टिप्परले हान्दै थियो। तर ठिकै छ, नो रिस्क। जोता यस्तो गर्ने अवस्था आयो किनभने पानी हिलो छ्याप्छ नि त भाइले। अब यहाँबाट हामी राइड जान्छौँ किनभने सिधै गयो भने चाहिँ टिका भएर पुग्यो यहाँनिर अब क्रसरमा पुग्छ है। यताबाट हामी राइड जान्छौँ। यो चाहिँ हेटौँडा जाने बाटो हो। यताबाट वे टु हेटौँडा जाने बाटो छ। यताबाट सिधै गयो भने चाहिँ दलचौकी पुग्छ है केटा हो। दलचौकी जान नि मिल्छ। दलचौकी नि नाइस प्लेस छ। यो मात्र नै फरक छ, मौसमै चिसो है। यस्तो एक्सपिरियन्स गर्नलाई चाहिँ डाँडा काँडा नै आउनुपर्छ है, सहरमा बसेर हुँदैन। ओके ल हामी चाहिँ केटा हो यसो बाइक राइड हानेर आयो। मजाको बाटो रहेछ लास्टै। अनि त्यहाँ तलतिर रेलिङको क्या चिसो भइरहेको थियो होइन। अनि यहाँ यता माथि आउनु बित्तिकै हावा नै फरक क्या, त्यो भेगको त्यो एकदम चिसो खालको मजाको शीतल हुने हावा। अनि यता माथि हुस्सु डुलिरहेको थियो। अनि अब तिनपाने भन्ज्याङ भने चाहिँ यही हो। यहाँ माथि तिनपाने भन्ज्याङ छ अनि ऱ्याडर छ होइन। यहाँ माथि ऱ्याडर चाहिँ अब देखेको छैन, यो चिसो हुस्सु नै हुस्सु लागिरहेछ। अनि त्यहाँ ऱ्याडरबाट चाहिँ एरोप्लेनको इन्फर्मेसनहरू सबै आउँछ क्या यो काठमाडौँ भ्यालीको। अनि तिनपाने भन्ज्याङ पनि जान सकिन्छ यहाँबाट। राम्रो ठाउँ छ, यता आउनुभयो भने यता जाँदा नि हुन्छ। तर अहिले चाहिँ हाम्रो मेन डेस्टिनेसन भने आज टार्गेट भने तिनपाने भन्ज्याङ चाहिँ होइन, गइसकेको छ। अर्को दिन नेक्स्ट खिचौँला। आज चाहिँ हामी माल्टा भिलेज जाँदैछौँ होइन। अब यहाँ एक कप चिया खाएर जान्छौँ चिसो। सो जाऊँ ल। दाइ के छ आजको मजा हो बाटो सही रहेछ। हामी माल्टा जाँदैछौँ है। हाइवेहरू अहिले चाहिँ हामी तिनपाने भन्ज्याङ
लगभग आधी घन्टा बारे भनेको आइपुग्यो दक्षिण ललितपुरको ठाउँ एकदम चिसो बतास बेस्ट ठाउँ च्याउ माल्टा पेटोला है त त्यही हो नि त बाटो मजा रहेछ है दाइले चाहिँ एकदम के भन्छ सवारी चालक हाम्रो दाइ हो आजको अनि ट्राफिक नियम पालना गरेर ल्याउनु हो पानी हो बानी हो है हाम्रो घोड हो अब यसले पुऱ्याउँछ हामीलाई यो ठाउँ चिसो रहेछ है एकदम रमणीय छ चिसो अलिकति गर्मी थियो यो ठाउँ चिसो ल चिहानै कुरो गरौँ नि त जाउँ केटा हो होइन त्यहाँ तल चाहिँ पुरै प्रचण्ड घाम थियो होइन म घरबाट दाइको घर आउँदाखेरि पुरै तातो हावा चलिरहेको थियो तर यहाँ होइन हुँसु द्याट्स द ब्युटी अफ साउथ ललितपुर एन्ड द्याट्स द ब्युटी अफ तिन पाने भन्छ है त केटा हो ल यता घुम्रा हो है चिसो टक्का हावा मौसम खाने हो भने बेस्ट छ ल डुलिरहेको छ साह्रो यहाँ लोकल भाने पनि पाइन्छ है हामी कता अब चिया खाएर जाँदैछौँ होइन दाइ कुकुर पनि टाढा छ कुकुर पनि टाढा छ ल दिदी चियाको लागि धन्यवाद है ल जाउँ ल अब यो ठ्याक्क हामी झाँक्री डाँडाभन्दा अलिकति तल आइपुग्यो भटे डाँडा पुग्दैछौँ बाटो यहाँ छ है पिछोडे अब हामी अफरोडै जान्छौँ बागमती गाविला वडा नम्बर 2 माल्टामा यहाँहरूलाई स्वागत छ यता माल्टा जाने बाटो भनेर हामीलाई देखाइदिएको छ यहाँ सिग्नलमा अब आनन्दले जाने अब एकछिन पिसाब पनि फेर्न मन लाग्यो मलाई त है ल साथीहरू हामी चाहिँ लगभग माल्टा दाइ यो ठाउँलाई के भन्छ यो रातोमाटे डाँडा आइपुग्यो 5 पोखरीमा नि थियो रातोमाटे यहाँ आइपुग्यो यहाँ यस्तो बोर्डहरू छ देख्न सक्नुहुन्छ अनि यहाँ दाइहरूको घर पनि छ अब यहाँबाट तलतिर गयो भने चाहिँ माल्टा पुग्ने हो होइन यहाँ बाटो बन्द भनेको छ तैपनि हामी जान्छौँ हामीलाई रोक्दैन बाटो बन्दाले अनि यता मासतिर गयो भने कता पुग्छ अरे दाइ त्रिखण्डी डाँडा ए हजुर यहीँको बासिन्दा हो है ए भिडियो खिच्दा हुन्छ नि हजुरको ल त्यो केटा ऊ त्यो माथि टुप्पो डाँडाकोमा घर छ अरे हाम्रो दाजुको होइन अनि त्यहाँलाई चाहिँ के भन्छ अरे ढुङ्गे के भन्छ अरे ढुङ्गे पानी अनि त्यहाँबाट चाहिँ हिमाल पहाड तराई सबै देख्छ अरे है पुरै एकदम हाइटमा एकदम स्पेसल छ त्यो ठाउँ त्यो चाहिँ क्षेत्र नम्बर 2 नै पर्यो है दक्षिण ललितपुर नै पर्यो यो उतै हो हामी जानुपर्ने फाँट चाहिँ होइन त्यही हो अब त्यहाँ मुनि चाहिँ फास्ट ट्र्याक बन्दैछ होइन यहाँ माथि डाँडामा चाहिँ त्रिखण्डेश्वर महादेव छ अरे हुनुहुन्छ अरे होइन उहाँ पहिला सुरुमा लटर रम्बेश्वर भन्दा नि पहिला सुरुमा उत्पत्ति हुनुभयो भने होइन प्रख्यात मन्दिर छ अरे त्यहाँनिर हामी जाउँ न त होइन दाइ एकचोटि 5-10 मिनट पुगिन्छ अरे त्यहाँ गएर दर्शन गरौँ अनि हामी माल्टा झरौँला ल बाटो धराम छ केटा हो है विचार गरेर आउनु होला आउँदाखेरि साथीभाइहरू हामी चाहिँ एकछिन शीतल हावा खानु पऱ्यो भने बसिरहेको अनि किन भन्दाखेरि प्रकृति नै यति राम्रो छ प्रकृति प्रेमी मान्छे हामी त्यसमाथि यहाँ हेर्दाखेरि चाहिँ माथि डाँडामा हुँसुदेखि यहाँ तलबाट एकदम ग्रिनरी भ्यू एकदम रमाइलो ठाउँ रहेछ अनि यहाँ एउटा शिवको मन्दिर छ भन्ने हामीले सुनेका छौँ एकचोटि त्यो मन्दिरमा जाउँ भनेर जाँदाखेरि बिच बाटोमा यस्तो भेट्यो लेट्स होप योभन्दा माथि राम्रै होला इन्जोय है त हामी फेरि भेट्ने नै छौँ केटा हो है त पुरै घाँसै घाँस छ बाटो यस्तो छ हाम्रो प्रकृति क्या राम्रो ठाउँमा आइपुग्यो हामी वाउ यो चाहिँ बेस्ट ठाउँमा आइपुगेको छ हामी है अब हामी अन्तर्वार्ता हामी एकचोटि प्लेयरमा बोकाल्यो केटा हो हामी चाहिँ एकदम सही ठाउँ आइपुग्यो क्या दक्षिण ललितपुर होइन कहाँ माथि पुरै यता पनि लास्ट ठुल्ठुलो पाहाडहरू छ होइन त्यहाँ तल दाइले भनिदिनु भएको थियो सही ठाउँ रहेछ क्या एकदम दामी रहेछ शिवको मन्दिर हो त्यहाँ माथि देखिरहेको होला क्यामेरामा त्यहाँ मन्दिर छ भनेर दर्शन गर्न आइपुग्यो होइन गाईहरू बाख्राहरू चरेको अनि पुरै समथर पुरै फाँट जस्तो रहेछ यहाँनिर पुरै ठुलो छ
जस दामी ठाउँ रहेछ कि यो एकदम खासै प्रायः मान्छेहरू आउनु भएको छैन होइन यहाँ मिठो ठाउँ रहेछ यहाँ पिकनिक सिक्निक गरेर नि बेस्ट हुन्छ टक्क आएर होइन फोहोर चाहिँ नगर्नु होला फेरि मैले भिडियो बनाइदिन्छु फेरि हुन त मेरो त्यस्तो भाइरल साइरल त केही हुँदैन भिडियो होइन त्यस्तो फोहोर सोहोर चाहिँ नगर्यो भने चाहिँ बेस्ट हुन्छ पिकनिक सिक्निक गर्नलाई पनि सही रहेछ ल ठाउँ शिवको मन्दिर होइन माथि गएर एक्सप्लोर गरौँ अलिकति नथाहा भएको ठाउँमा आउँदाखेरि जस छुट्टै किसिमको मजा आइरहेछ एकदम ओए भ्यू त मिठो छ त केटा हो सही छ ल पुरै हेटौँडैदेखि थालिसक्यो क्या हो ल यहाँ चाहिँ मन्दिरमा चाहिँ हामी आइपुग्यौँ फाइनल्ली अनि यहाँ चाहिँ हाम्रो बुवा भेट भयो यो ठाउँको स्थानीय बासिन्दा हुनुहुन्छ होइन बुवा चाहिँ सर्वप्रथम त हजुरको परिचयदेखि सुरु गरौँ ल मेरो परिचय बुद्धिमान बोलन हजुर यो मन्दिरको नाम के हो बुवा मन्दिरको नाम त्रिखण्डेश्वर महादेव त्रिखण्डेश्वर महादेव है कि पुरानो मन्दिर है पुरानो हो सर कति पुस्ता हो हजुरलाई याद छ त 8-10 पुस्ता भइसक्यो होला यो त त्यो तल दाइहाल्यो नि भन्नुभयो हजुर लटर रमेश्वर महादेव भन्दा नि पहिला हजुर पहिला स्थापना यहाँ हुनुहुन्थ्यो अरे हजुर यहाँ के सतीदेवीको अङ्गहरू के पतन भएको र यहाँनिर के हो सत्यदेवीको अङ्ग पतन भएको छ होइन एउटा बस्ती थियो अरे यहाँ चोपाउँदामार भन्ने ठाउँमा यी मुनि हो हजुर हजुर एउटा गाई थियो अरे हजुर पहिलाको कुरो अनिखेरि त्यो गाई यहाँ आएर दुध दिनुहुन्थ्यो अरे उहाँले यो महादेवलाई अनिखेरि उहाँको आकार सबै थियो अरे हामी जस्तै हात मुख सबै भएको थियो अरे अनिखेरि त्यो चेपामारले घन्ड्याएर यहाँ यो गाईले पो दुध खाँदो रहेछ यो बाछो त होइन रहेछ बाछो त पाइन्थ्यो पायो तर बाछो नदेख्ने दुध दिन चाहिँ यहाँ आउने रहेछ अरे गाई ए भन्नुहुन्थ्यो बाजेहरूले भन्नुभएको कुरो है यो त हामीले देखेनौँ अनिखेरि उहाँको बस्ती थुप्रो थियो अरे यहीँ मुनि छ अहिले देखाउन तपाईँहरूलाई अनि त्यो बस्ती सखा परे चाहिँ यो घरले आने छ अरे यो महादेवले भन्नुहुन्छ बाजेहरूले भन्नुभएको मान्यता होइन कथा अथवा रेली रहेछ है कति मजाको रहेछ है सर त्यो छपन्न के अरे 67 सालमा उठे 22 धुरी छ भन्नाले उपल्लो डाँडो र यो लक्ष्मी सिमेन्ट उद्योगले किन्ने भनेर किनेको थियो ए जो बुवाको समयको लागि चाहिँ धेरै धेरै धन्यवाद है ल केटा दक्षिण ललितपुर निकै ठुलो रहेछ है नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गरिँदै छ होइन अनि त्यो सेतो देख्या ठाउँ चाहिँ लटर रमेश्वर महादेव रे होइन त दाइ हजुर अस्ति पहिरो आउनुभयो किन दाइ पहिरो आउनुभयो ठुलो रहेछ ल ओम त्रयम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमेव बन्धनात् मृत्युर्मोक्षिणम् अमृतात् मेरो एउटा खिच फोटो होइन शिवको मन्दिर आउने तलबाट खिच्दा माथि जान्छु म जस्तो खिचेँ नि फोटो खिचिदिएँ क्या मलाई चाहिँदैन म पनि हुनु परेन क्या पछाडिको यो हरियो चाहियो त्यो शिवको मन्दिर चाहियो ल केटा हो सही ठाउँ रहेछ यार पुरै बडी मालिका गएको जस्तो लागिरहेको बडी मालिका चाहिँ कहिले पुगिन्छ थाहा छैन हिँड्दैमा तर एकदम सही ठाउँ रहेछ टेन्ट हामीसँग हुन्थ्यो भने हामी यहाँ टेन्ट हालेर बस्थ्यौँ है आज कि हामी बगुवाबाट आउनु पऱ्यो होइन भने नत्र यहाँबाट लेफ्टबाट छिरेर जानुपर्ने चाहिँ यो सिधा चाहिँ अगाडि बाटो रहन्छ लेट्स सी अफरोड भयो चाहिँ हामीलाई झन् रमाइलो भइहाल्यो बाटो चाहिँ खासै मान्छे हिँड्ने बाटो रहेछ कोही पनि होइन सायद सम्भवतः हामी नै होला यहाँ अरू त कोही बाइक लिएर आएको छैन होला दर्शकबिनहरू हामी चाहिँ माल्टा जाने भनेर कहाँबाट होइन यस्तो बाटो आइदिएको छ है होइन पुरै कोही पनि नहिँड्ने अनकन्टार पुरै घाँदाउरा गर्ने जस्तो बाटो छ होइन अब यो बाटो चाहिँ तल निक्लिन्छ अरे यहाँ दाइले सोधौँ न यो बाटो निक्लिन्छ होइन भनेर दाइ यो बाटो तल निक्लिन्छ माल्टा निक्लिन्छ है ठिक छ हस् धन्यवाद ओए केटाहरू हेर फाँट हेर सही देखिसक्यो यार फाँट त अब हामी आउँदैछौँ जस माल्टा दामी छ सही है फाँट आउँदैछौँ हामी माथि ओह्रालो घाँदाउरो गर्ने आउने बाटो आउँदैछौँ होइन यो घोडोले काम गर्दैछ अब त्यहाँ फाँटमा मजाले गरेर बस्नुपर्छ ल जाउँ हातमा थोरै छेस्का बिजेको छ साथीहरू दिदी माल्टा कति टाइम लाग्छ
निक्ल्यो हो हस् धन्यवाद स्कुल गएर आएको हो स्कुल चाहिँ क्या हो यो स्कुल हो क्या हो ए यहाँ पनि स्कुल छ है सही रहेछ माल्टा भने अब कति यही हो माल्टा भने मालटाको यही हो यताबाट माथि बजारहरू यसो बस्नु केही छैन माल्टा छ यहाँ माथि पसलहरू पनि तन्नै रहेछ त है मुनिहरू छ ल माथि छ होइन बजारहरू सही रहेछ है दाइ ठाउँ कस्तो रहेछ ठाउँ दामी दामी रहेछ है मकैबारी दामी छ सिनेरी के चल्ने ठाउँ क्या ठुलो सही मकैबारीहरू है जाउँ माथि जाउँ त त्यहाँ देखेँ कि ल यहाँ ढुकुर उड्यो बच्चाहरू ठ्याक्क स्कुलबाट आइरहेछन् मकैबारी हुँदै हावा खाँदै हेलो भाइहरू बाई बाई स्कुल गएर आइरह हो कस्तो एकदम समथर फाँट जस्तो एरिया रहेछ यहाँ दामी एउटा घर रहेछ ट्याक्क झिलिमिली भएको है ओडा आछेको हो कि त यो त काहीँ छ है ओडा आछे सडाछे केही हो किन यस्तो ठाउँमा ससुराली हुनु पऱ्यो साँच्चै भाइलाई एउटा बेस्ट ठाउँ होइन र केटाहरू हामी चाहिँ यहाँ घुम्दा घुम्दै यसो यहाँनिर विश्राममा छौँ अनि यहाँ चाहिँ यो चाहिँ माल्टा गाउँ आइपुग्यो यता माथि पनि ठाउँ छ अरे माथि पनि पुग्छौँ हामीले बाइक त्यहाँ राखेर एकछिन विश्राम गरेका छौँ खाजा खानलाई अनि यहाँ बुवा आमा हुनुहुँदो रहेछ होइन बुवा हजुरको नाम के हो केटाहरू यहाँ गाउँमा खेती गर्नुभएको छ होइन यो के बोट छ आमा यहाँ अम्बा खिरौलो काँक्रो फर्सी ए सबै जातको लाउनु भएको रहेछ यहाँनिर चिसो हावा मजाको वातावरण रहेछ यहाँनिर यहाँ चिसो पानी झर्दैछ होइन चिसो पानीले मुख धुँदाखेरि कल खान्छन् दाइले चिसो छ होला नि दाइ पानी पाइपको जम्या हुन्छ कल बिदिनु ल दाइ मलाई त पैसा आउँदैन बुवा ल हामी चाहिँ यहाँ अब माल्टा गाउँमा यहाँ बुवा आमालाई भेट भयो होइन अब बुवाको नाम के हो भनिदिनु मेरो नाम कुलबहादुर आले मगर हो आले मगर आमाको के हो मिश्री माया आले मगर हो आमा बोल्नुहुन्न ए आमा बोल्नु हजुर श्रीमान श्रीमती हो ए ल यो ठाउँ चाहिँ हामीलाई पहिलोचोटि आएको अनि एकदम रमाइलो रहेछ मकै सक्यो पुरै तराई जस्तो सर रहेछ मेरो मात्रै नाम दिनुभयो तपाईँहरूको नि त नाम दिनु पर्यो मेरो नाम चाहिँ सक्षम आचार्य आचार्य अनि उहाँहरूको दाइ हुनुहुन्छ रुपेश नेपाल उहाँ दाइ हुनुहुन्छ तपाईँहरू त्यहीको बासिन्दा हो र गोदावरीको होइन हामी त्यहीको स्थानीय लोकलै हो लोकल नै हो हामी मेरो भाइलाई जम्मै के अरे आमको रुख पनि खिच्नु हामीले लगाएको तरकारी जम्मै खिच्नु भने जेस यो ठाउँको बारेमा यसो भनिदिनु न त के छ त अब तपाईँलाई तपाईँ त स्थानीय बासिन्दा हो हजुर यो ठाउँमा अब विभिन्न जातिहरू बसोबास छ हामी ककटेल छौँ तामाङ पनि छ यहाँ मगर छ अनि अब बाहुन छन् है बाहुनमा लाने बाहुन छन् मिश्र छन् अनि तपाईँको यहाँ चाहिँ नि अब घिम्रेहरू छन् अनि उपबाहुन भन्नु ती चाहिँ जैसी बाहुन भन्छन् है तपाईँ कुन चाहिँ पर्नुभयो हामी उपाध्य बाहुन पर्नुभयो तपाईँहरू यहाँ चाहिँ नि जैसी बाहुन छ बढी अनि तामाङ जाति अलि बढी छ मगरहरू 40-50 घर छ म मगर हुँ माल्टाको कुलबहादुर आले मगर है रमाइलो रहेछ के ठाउँ असाध्यै ठाउँ त रमाइलो हामी दक्षिण ललितपुरको भेगहरू घुमेर यसो त्यो ठाउँहरू खिचिरहेको छौँ क्या अहिले हामी कालेश्वर दलचोकी यताउति खिचिरहेको रमाइलो छ कालेश्वर रमाइलो यहाँ चाहिँ गाउँ रहेछ होइन यहाँ उत्पादन तपाईँको मकै अनि धान फापर गहुँ तोरी मास हुन्छ मास चाहिँ यहाँको फेमस हो फेरि बजारको चाहिँ नि अब 200 रुपियाँ किलो छ भने यहाँको चाहिँ 300 रुपियाँ किलो हारालुस हुन्छ यहाँ यही नै आउँछन् मान्छे घर घरमा उठाएर लान्छन् ए हेदौडातिर पुर्याउनै पर्दैन यहाँको किसानहरूले त्यो बजारीकरणमा चाहिँ त्यो असहज चाहिँ छैन यी उठट आउन भ्याउँदैन यहाँको फेमस छ के नाम चलेको माल्टाको दाल इपको भात भन्ने एउटा उखान रहेछ पहिलादेखि नै इपमा एउटा चाहिँ नि भात धान के लाउँथ्यो अरे भने
त्यो मसिनो खालको है हजुर हजुर नरम भात हुने गौरी मसिनो भन्ने धान हुन्थ्यो हो त्यहाँ इपमा त्यो लाउँथ्यो त्यहाँ लाग्थ्यो त्यो चाहिँ आमा सेकिनु हो क्या हो यहाँनिर मैले सेकिदिएँ क्या हो आमा धेरै बोल्नु भएन नि त आमा किन लजाउनु हो क्या बोलिरहेको त म नि यो चाहिँ युट्युबमा आउँछ क्या आमा म बोलिरहेको त बुवा बोलिरहनु बुवा त मजाले बोल्नु भयो बुवाले त मजाले बोल्नु भयो अनि बुवाले बिराको ठाउँमा मैले नाम भनिरहेको चलेको छ तपाईँको हेर्नुहोस् यो मालदाको दाल इपको भात रमाइलो दिएछ हामीलाई त रमाइलो लाग्यो ठाउँ त्यो यो भेग त्यो छिर्ने बित्तिकै माथिबाट छिर्ने बित्तिकै मजाको रहेछ मजाको त्यो एउटा ठाउँबाट बाटो त दाइले ल्याउनु भयो हाम्रो सवारी चालक गर्दै हुनुहुन्छ मजाले ल्याउनु भयो होइन म पछाडि बसेर भिडियो खिच्दै आएको जस्तै अब म चाहिँ भिडियो सिडियो बनाउँछु युट्युबमा आउँछ होइन बुवा यो ठाउँ घुमेर रमाइलो लाग्यो एकछिन बुवा आमासँग संवाद पनि भयो होइन त्यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ आमा बुवा यहाँको लोकलै हो लोकल हुनुहुन्छ है धेरै समयको लागि धेरै धेरै धन्यवाद लोकल मिठो हुन्छ भने मालठामा तरकारी खेती गर्छु म हेर्नु ऊ यहाँ लाउनु भएको छ अगाडि होइन यति मात्रै होइन उता अब जस मोबाइलमा चार्जिङ सिद्धिन लाग्यो होइन त्यही गरौँ अब संवादलाई यहीँ टुङ्गो होइन फेरि मौका लियो भने फेरि भेट हुन्छ हाम्रो पछि अब आइरहन्छु मैले ठाउँदेखि होइन रमाइलो लागिसक्यो मलाई बाटो देखिहाल्यो ल हजुरहरूको समयको लागि धेरै धेरै धन्यवाद ल बिदा पाऊँ केटा अब हामी चाहिँ यहाँबाट अब फ्रुटी सुटी चाउचाउ बिस्कुट खाएर अब हामी चाहिँ माथि त्यहाँ यसो हाइट छ होइन अब हाइटको ठाउँमा पुग्छौँ घुटेर अनि त्यहाँ बसेर एकछिन संवाद गरेर आजको यात्रालाई चाहिँ टुङ्गाउँछौँ सोलेजको एकदम रमाइलो छ वातावरण ठाउँ साथीभाइहरू मेन भने मकैबारीको भ्यू र अनि यो घरहरू अनि ट्याक्क सनसेट हुनु भएको सूर्य दामी आइरहेको सूर्यास्तको सुनौलो रोशनी है ठ्याक्क हाम्रो निशब्द छु अब म त निशब्द छु होइन बाबु के नतमस्तक भए नतमस्तक भयो म आज बसिरहेको छु यस अब यो भिडियो हाम्रो आज बनाउनुको कारण चाहिँ के भन्दा माल्टा गाउँ चाहिँ त्यति युट्युबतिर नि देखिनँ मैले होइन यो चाहिँ दक्षिण ललितपुरको भेगमा अलिकति ओझेलमै परेको गन्तव्य हो नि त होइन यस पर्यटकीय सम्भावना पनि छ यहाँनिर यस्तो राम्रो ठाउँ छ होइन हामी खास भिडियो बनाउनु होइन घुम्न आएको घुम्न आउँदाखेरि आफू आफ्नो ठाउँमा खिच्नु भन्नु यसो समेटिदिउँ होइन अब कतिपय हामीले कतिपय ठाउँ घुमेका छौँ जसको भिडियो छैन उहाँ त बेस्ट ठाउँहरू छ यहाँ आएको बेला चाहिँ आएको भिडियो पऱ्यो होइन हाम्रो किराहरू पनि लुट्न पऱ्यो एकदम म्याजिकल मोमेन्ट छ जस्तै हामीले देखाए अब आँखाले देखाए चाहिँ हजुरहरूलाई पनि यसो देखाउने कोसिस गरौँ भनेर भिडियो बनाउन अब त्यहाँबाट कति आइरहेको छ यहाँ त हामीले आँखाबाट त बेस्ट देखिरहेको छ हरियाली तर यो अझै अहिले मकै रोप्ने टाइम रहेछ बाबु होइन दसैँमा अब यो तोरी रोप्दाखेरि आयो भने चाहिँ यो ठाउँ कस्तो है इमेजिन गर्नु न त्यो ठाउँ पनि राम्रो छ न त यो हरियालीको नि एउटा आफ्नो विशेष किसिमको एउटा छ दसैँ तिहारमा आउँदाखेरि यो ठाउँ राम्रो रहेछ ठिक छ त समयले जुरायो भने आउँला होइन चरी ल्याएर पनि उडाउँला होइन ड्रोन उडायो भने चाहिँ राम्रो देखिन्छ है यहाँबाट अब पर्मिसन्सहरू पनि चाहिएन त्यो पनि उडाएको है आउँछ त्यो त्यो वातावरण अब नेपालमा सरकारले पर्यटनतिर विकास गर्नु पऱ्यो हाम्रो त्यसको लागि इन्फ्रास्ट्रक्चर बेसिक बाटो अनि त्यसपछि यसो अलिकति पब्लिसिटी ठाउँहरूको यस्तो यस्तो ठाउँ चाहिँ भन्छ होइन त अब कतिपय मान्छेहरूले आज अब युट्युबरहरू कन्टेन्ट क्रिएटरहरू पनि यस्तो पर्यटक क्षेत्रमा चाहिँ एकदममा इन्डाइरेक्ट योगदान त दिइरहेको हुन्छ अब त दाइ आफै पनि युट्युबर हुनुहुन्छ त्यो पनि हो होइन इन्डाइरेक्ट योगदान छ डाइरेक्ट नभए पनि त्यो हिसाबमा इकोनोमीको लागि पनि यसले एफेक्ट गर्छ अनि जस्तै अब तपाईँहरू भने जस्तो यहाँ अब खैरीहरू पनि आएर चट्ट बस्यो एक दिन बस्यो भने हेऱ्यो यो भ्यू हेऱ्यो भने त पल्किँदैन त अनि पनि यहाँ खर्च गर्छ नि पैसा यहाँ भित्र त्यसमा अब खर्च भयो गाउँमा खर्च भयो होइन यहाँको जनजीवनको के भन्छ यो स्थानीयहरूको जनजीवन पनि एकदम सुधार आउँछ होइन मेन भने बाटो इन्फ्रास्ट्रक्चर बत्ती पानी अनि इन्टरनेट त अहिले मेन्डेटरी भइसक्यो गर्नु पऱ्यो सरकारले हाम्रो विनम्र अनुरोध है सरकारले भिडियोबाट होइन दाइ आफै पनि युट्युब फिल्डतिर चाहिँ आगमन गर्नुभएको छ अहिले होइन दाइको ड्याम डायरिज भनेर छ त्यहाँ म डिस्क्रिप्सनमा आगमन होइन कि मैले आफूले युट्युबमा हालिदिने हो त्यो डकुमेन्ट गर्ने आफ्नो लाइफ होइन त पछि अब शरणार्थीलाई देखाउने अनि त्यही त तेरो हजुर हो यहाँ पुगेको थियो अब अहिले शरणार्थी तपाईँ नपुगे यहाँ पुग्नु भएको थियो भन्ने खालको हुन्छ भनेर हामीले देखाउनु पर्दैन होइन कुरो एउटा गफ गर्ने बाटो एउटा बेस्ट भनेको चाहिँ आफ्नो भोलिको दिन हेर्न मजा आउँछ त कहाँ पुग्ला 10 वर्षपछि म कहाँ पुग्छु होला यो भिडियो मार्फत हामी 10 वर्ष पुरानो याद जोडिन्छ केही छेडको लागि पनि जोडिन्छ नि हामी चाहिँ अघि न घाँस दाउरा गर्ने बाटोतिरबाट आयौँ होइन
खासमा बाटो चाहिँ बगुवातिरबाट होइन बगुवाती अब जाँदा चाहिँ हामी त्यहाँ जान्छौँ सानो सानो क्लिप राखिदिउँला होइन झोलुङ्गेको पुल पार गरेर बगुवा हुँदै फास्ट ट्र्याक हेर्नु चाहिँ त्यो बाटो चाहिँ आउनुभयो भने चाहिँ हजुरहरू त्यो बाटो आउँदै हुनुहुन्छ भने ठाउँबाट त्यसकै वरिपरि छेउबाट गयो भने चाहिँ सहिलो हुन्छ होइन त्यो बाटो पनि म देखाइदिउँला हामी चाहिँ त्यताबाट आयौँ त्यस नेपालभित्र पुग्नलाई अब म्याप त त्यति काम गर्दैन जस स्थानीयहरूलाई सोध्दै यहाँ जाने कहाँ भनेर भन्दै पनि पुग्न सकिन्छ कि भन्नु चाहिँ हामी पनि त्यही गर्दै आयो होइन त्यसै भिडियो हेरेबाट नि अलिअलि सपोर्ट हुन्छ हजुरहरूलाई होइन त्यो भिडियो हेरेर यसो आउनुभयो भने चाहिँ त्यो नजिकै छ होइन अब कतिलाई दक्षिण ललितपुर भने त्यस्तो यो हो र भने थाहै थिएन होइन कति यो एकदम ओझेलमै परेको छ क्या यो ठाउँ अनि म चाहिँ दक्षिण ललितपुर दाइसँग पनि कति ठाउँ एक्सप्लोर गऱ्यो कालेश्वरको दाइ है केटा कालेश्वरमा एकदम सर्वाधिक लोकप्रिय भयो होइन कालेश्वरबाट चाहिँ अलिअलि मैले मेरो ग्रो भयो अलिअलि मान्छे चिन्न थाल्नुभयो त्यो ठाउँको के अरे दाल चाहिँ उहाँ तल बुवाले भन्नुभयो होइन दाल चाहिँ बेस्ट रहेछ यो ठाउँको होइन घाम ट्याक्क मुखमा हानिरहेको छ होइन डुब्न लागेको घाम होइन आजको यात्रा अब एकदम रमाइलो भयो भनौँ न धेरै पछि भिडियो बनाइयो होइन हामीले खाँदै खाएनौँ बिस्कुट चाउचाउ रियल जुस अब त्यही हो एकदम मलाई त फेरि घुम्न जाने घुम्न गएकोलाई खासा नखाए नि हुन्छ होइन मलाई त त्यस्तो त्यसै पेट भरिन्छ मेरो त अब कतै राइड गयो भने एक थाल भात खाइदिने होइन त्यो चाहिँ खानै पर्दैन कि बेलुकासँग उडिरहने कि दाइसँग नै धेरै एक्सप्लोर गर्नु पाएको छ दाइसँग दाइले नै घुमाउनु भएको छ होइन दाइले नै गाइड यस्तो हो नि त दाइ मलाई चाहिँ के लाग्छ नि दुईवटा कुरासँग चाहिँ हिलिङ पावर हुन्छ क्या एउटा नेचर भयो अनि एउटा म्युजिक साउन्ड त्यही चिर्किट अनि हामी खुल्ला खुट्टाले होइन त्यो दुबोहरूमा हिँड्दाखेरि पनि हाम्रो नेगेटिभ इनर्जीहरू सबै ग्राउन्डिङ हुन्छ क्या त्यो अर्थिङ गरेर ग्राउन्ड गरे जस्तो इलेक्ट्रिसिटीमा त्यस्तै हुन्छ ब्याट्री पनि डाउन हुनु लागिसक्यो ल यतिसम्म हामी हामीसँग अन्तिमसम्म जोडेकोमा धेरै धेरै धन्यवाद।